हाई गाइस सबैजनालाई वेलकम टु मेरो नयाँ ब्लग न्यू डेको साथमा तपाईँहरूको माझमा उपस्थित भइसकेको छु रूपेश श्रेष्ठ। तपाईँ सन्चै हुनुहुन्छ, मलाई पनि सन्चै छु। आज चाहिँ म चाहिँ मर्निङमा आज कतै घुम्न जान लागेको छु। आज मेरो बर्थडेको दिन पनि छ, लेट्स सी हेर्दै गर्नु होला के कस्तो लाग्छ। हाई गाइस म फाइनली भन्नुपर्दाखेरि यहाँ आइपुगिसकेको छु। त्यहाँ अगाडि जान्छु। धेरै पछि तपाईँको 7-8 महिनापछि चाहिँ यहाँ आएको छु। आज आउनु मन लागेर यो चाहिँ कहाँ हो नि, आज पशुपति मन्दिर छ, पशुपति मन्दिरमा आइपुगेको छु। अब म चाहिँ जान्छु र ढिला भयो, घाम पनि लागिसक्यो। मान्छेहरू त धेरै होला, जस्तो मन्डे हो नि त, मन्डेमा चाहिँ धेरै मान्छे हुन्छ अनि त्यो त आज चाहिँ धेरै मान्छे होला। म अहिले एकछिन बैठेर छु, देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ चाहिँ यति धेरै मान्छे छ होइन, यति धेरै छ कि अब अनेस्टली छ। म चाहिँ अब त्यता जान्छु। म जुत्ता पनि लाएर आएको छु, जुत्ता लाएर भित्र जान दिँदैन होला। म तपाईँ आई रिक्वेस्ट फर गर्छु, म भित्र गएर पुगाल्छु, एकचोटि मन्दिर जान्छु अनि त्यसपछि हजुरहरूलाई भेटेछु। एकछिन रोक्दै गर्नु होला। आई होप। हे गाइस म चाहिँ फाइनली भन्दाखेरि पशुपति मन्दिरमा म भित्र गएर आइसकेको छु। म जाने यहाँ चाहिँ त्यता भक्तजनहरू पनि धेरै आउनु भएको छ र म पनि आइसकेको छु। मेरो बर्थडेको दिनमा पनि पारेर सोमबार पारेर म चाहिँ केही विशेष बनाउनको लागि म चाहिँ अनि त्यसपछि चाहिँ त्यहाँबाट निस्किनु पर्ने पनि हुन्छ र धेरै टाइम पनि बस्ने फुर्सद पनि थिएन र धेरै ठाउँमा पनि जानुपर्ने थियो। र आजको दिनमा के कस्तो लाग्छ के कस्तो लाग्दैन र राम्रो लाग्छ राम्रो लाग्दैन तपाईँहरूले माया गरिदिनु होला। आयो तपाईँ सबैजना माया गरिदिनुहुन्छ होला। सबैले एउटा कमेन्ट ह्यापी बर्थडे टु यु भनेर लेखिदिनु होला, तपाईँको त्यही आशा छ। यो चाहिँ मैले पछिल्लो दिनमा अपलोड गर्न लागेको छु र यो चाहिँ अगाडि दिनको भिडियो हो। मैले त्यो दिनमा एडिट गर्न नपाएर पछि एडिट गरेर अपलोड गर्न लागिरहेको छु र के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। अब सुनाइदिनुहुन्छ होला भनेर फेरि भेट्छु। यो चाहिँ मर्निङ भ्यूमा चाहिँ धेरै दर्शक भक्तजनहरू पशुपति मन्दिरमा आउने गर्छ र हिजो त झन् सोमबारको दिन त्यो भिड नै हुनुपर्छ र एकदम मर्निङ एकदम राम्रो पनि देखिरहेको थियो। म यहाँबाट निस्किन पर्ने हुन्छ जस्तो लाग्छ अनि म निस्किरहेको थिएँ, निस्किँदैछु म चाहिँ। त्यहाँ चाहिँ एकदम रमाइलो पनि एकदम बाहिर धेरै पछि गएको भएर धेरै रमाइलो पनि भइरहेको थियो मलाई। अब कतिखेर जाउँ कतिखेर के गरौँ कहाँ जाउँ के गरौँ भइरहेको थियो र खुसी पनि लागिरहेको थियो। हेर्नु लाइन कति थियो अघि, हेर्नु न कति धेरै म आउँदा चाहिँ हेरेर यस्तो लाइनहरू पनि यति धेरै लाइन पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। हेर्नु न गाइस म चाहिँ के गर्नु गइरहेको छु भने मैले चाहिँ के सोचिरहेको थिएँ भने मसँग अलिअलि केही पैसाहरू छ, त्यो चाहिँ म चाहिँ डोनेट गर्छु भनेर सोचिरहेको छु। किनकि मेरो जन्मदिनको अवसरमा गरेर धेरै त सकिँदैन, आफ्नो खुसी बनाउँछु भनेर सोचिरहेको छु। तर आशा गरेको छु माया पनि गरिदिनुहुन्छ होइन। एक्लैले जे जस्तो हुन्छ त्यस्तै बनाइरहेको थिएँ। कस्तो लाग्छ के कस्तो लाग्छ प्रतिक्रिया यति धेरै छ पुग्दैन जस्तो लागिरहेको कि मसँग चाहिँ कति छ भने अलिअलि छ, यति धेरै मान्छेहरू छ हेर्नु न। म अब आमा यति धेरै छ, अब के गर्ने भइरहेको छु मैले चाहिँ। मेरो पनि कति पुग्छ त्यही अब म कति धेरै छ, यतातिर धेरै धेरै मान्छे छ अनि त्यो मान्छे पुग्दैन जस्तो लागिरहेको। यति धेरै मान्छे ट्राई गर्छु ल 100-200जना यति धेरै छ। म चाहिँ यति धेरै हुन्छ सोचेको, यति धेरै हुन्छ भने सोचेको पनि थिएन। मान्छे भएको मान्छे त भइहाल्छ होइन, त छँदै छैन। त्यही भएर अब म चाहिँ के कति धेरै थियो, यति धेरै मान्छे पनि थियो मसँग छैन। अलिअलि पैसा जति पुग्छ उति निकाल्नु पर्छ सोचिरहेको, यति धेरै मान्छे थियो सबलाई बाहिर त्यो जस्तो लाग्छ। तपाईँहरू प्रतिक्रिया दिँदै गर्नु होला, म लास्टसम्म माया गरिदिनु होला भनेर आशा गरेको छु। तपाईँहरूले सबैले माया गरिदिनु होला भनेर आशा गरेको छु। मैले चाहिँ चेन्ज पैसाहरू थोरै लगेको थिएँ
अनि धेरै त थिएन मसँग चेन्ज पैसा पनि चेन्ज गर्ने ठाउँ पनि थिएन टाइम पनि भएन जति चेन्ज छ त्यति नै मार्छु भनेर सोचिरहेको छु अहिले चाहिँ जरो त थियो नभएको होइन अलिअलि थियो अब त्यो किन भन्नु अब जति पुग्छ उति डोनेट गर्छु भनेर सोचिरहेको छु सबैजनालाई डोनेट पनि गर्छु होइन म एकजना गएको थिएँ सबैजनालाई दिएँ र बिस्तारै पनि दिँदै गइरहेको थिएँ र खुसी पनि लागिरहेको थियो जति पुग्छ जतिजनालाई पुग्छ भनेर सोचिरहेको थिएँ तर चाहिँ कतिजनालाई पुग्यो भनेर हेर्दै गर्नु होला र कतिजनालाई पुगेन भनेर पनि हेर्नु होला अवश्य नै तपाईँहरू कमेन्ट चाहिँ छोड्दै गर्नुहोस् नपुग्दा सब्सक्राइब पनि गरिदिनु होला तपाईँहरू माया र माया देखाइदिनु होला सबैजनाले छोटा छोटा रक्सी खानेहरूलाई दिनु हुँदैन नि त ल लियो धन्यवाद भन यति धेरै मान्छेहरू छ म चाहिँ यो पैसा चाहिँ अझै पनि छ मसँग अरूलाई पनि दिन्छु होइन यतातिर पनि छ होला सायद अब हेरौँ उतापट्टि जान्छु अब हेर कतिजनालाई पुग्छ के गर्छ सबैजनालाई डोनेट गरिदिन्छु म चाहिँ त्यही लागि छ यतापट्टि जाउँ के कस्तो छ यहाँ चाहिँ होइन कस्तो छ भने के भनौँ नभनौँ अब पहिला म जुत्ता लाउँछु जुत्ता लाएर चाहिँ जुत्ता लगाइसकेपछि चाहिँ म उता गरौँ अझै पनि छ मसँग कति हुन्छ मसँग आफै सबैजनालाई डोनेट गरिदिन्छु अब हेरौँ कति लाग्छ के लाग्छ थाहा छैन त्यही पनि अझै पनि चेन्ज गर्ने मान्छे भयो भने चेन्ज गरिदिन्छु हुन्छ होइन कसले चेन्ज गरिदिन्छ भन्दै थियो खोइ मान्छे नै छैन यति धेरै मान्छेहरू छ होइन अब यो चाहिँ झोला चाहिँ मैले अब गरिसकेको छु लिइसकेको छु लिएपछि चाहिँ अब कहाँ जान्छ भने म यो झोला राखिदिन्छु चाहिँ मैले जुत्ता राखेर भित्र गएर आएको छु अनि त्यसपछि झोला सकेछ अब चाहिँ म कहाँ जानु पर्दै हुन्छ भने यता जान्छु एकचोटि सडक घुम्छु एकचोटि माथि जान्छु अनि के हुन्छ कस्तो लाग्छ आज वेलबे के भनौँ सबैले होइन मलाई चाहिँ ह्याप्पी बर्थडे भनिदिनु होला आज कसले कमेन्ट गर्नुहुन्छ आज मेरो जन्मदिनको अवसरमा यता सबै ठाउँमा चाहिँ भिडियो बनाउँछु भनेर सोचेको छु तर हेरौँ के कस्तो लाग्छ लाग्दैन तपाईँहरूले के कस्तो हुन्छ हुँदैन राम्रो हुन्छ या लामो हुन्छ होला थाहा छैन तर लामो भए पनि केही छैन आज सबै ठाउँको भिडियो बनाउने कोसिस गर्छु आज चाहिँ अब म चाहिँ धेरै पछि आएको हो नि त अनि त्यहाँबाट यहाँ भिडियो नबनाएको पनि धेरै भयो आज मैले चाहिँ आज सोचेको थिएँ मसँग केही पैसाहरू छ डोनेट पनि गर्छु भनेर सोचेको थिएँ आज सबै गर्थेँ अब हेरौँ यहाँ माथि जाउँ के कस्तो यहाँतिर कति चेन्ज भएछ के चेन्ज भएछ भनेर चाहिँ माथि गएर नै हेर्नुहुन्छ होइन यस्तो गाह्रो भइसकेको छ चाहिँदैन दाइ मलाई होइन आज चाहिँ अब हेरौँ माथि जाउँ म चाहिँ कस्तो अब माथि के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला अवश्य नै तपाईँहरूले एउटा लाइक एउटा कमेन्ट एउटा सब्सक्राइब गरिदिनुहुन्छ होला भनेर आश गरेको छु चाहिँ को मृतक अवस्था देखिएको रहेछ चाहिँ पुलिसको कोही होला सायद होइन म चाहिँ जानुपर्ने हुन्छ
हार्दिक श्रद्धाञ्जली चाहिँ मैले फुलमाला सहित गरिरहनु भएको थियो आर्य कार्डमा चाहिँ अनि के देखिन्छ हेरौँ है पानी आउँछ अरे त्यो प्रयोग गर्नु होला यहाँ चाहिँ नोट हालौँ न कहाँ छ यो सिक्का नोट साट्ने ठाउँमै छैन यहाँ सिक्काको प्रयोग मात्र गर्नु होला सिक्का साट्ने ठाउँमै रहेछ कि पानीको यहाँ चाहिँ जस्तो पानी खाएर ठिक छ तर यहाँ चाहिँ सिक्का साट्ने ठाउँ चाहिँ रहेछ कि हेर्नु न के भयो अब पानी त राख्थ्यो तर मान्छेसँग सिक्का हुँदैन बोतल हुँदैन तर कसरी अब एक्सिडेन्ट गरेर खाने त्यही दुःख लाग्छ होइन अब म चाहिँ यो चाबेमा सकेको छु अब चाहिँ जानुपर्ने हुन्छ अब कहाँ जाउँ के गरौँ भएको म सपिङ गर्न पनि जानुपर्ने हुन्छ हेरौँ कति टाइम लाग्छ भन्ने कुरा हाई गाडी भाडा त पेट्रोल गाडी डिजल गाडी पनि धुवाएर गाइस हामी चाहिँ फाइनल तारामा आइपुगिसकेको छु
किन आएको र के गर्न आएको भन्ने चाहिँ अब छुट्टै छ। आज चाहिँ धेरै घुमियो, धेरै ठाउँ गइयो, तर सबै ठाउँको भिडियो बनाउन पाइएन। तर अब आज म धेरै खुसी पनि छु केही कारणले गर्दाखेरि। दुखी त छैन, केही छैन। अब यहाँ चाहिँ यति धेरै मान्छेहरू पनि देखिन सक्दैन किनकि अहिले चाहिँ पुरै रात पर्न लागिसकेको छ। यहाँ चाहिँ बेलुका आउने मजा आउँछ, हल्का घाम अस्ताउने बेला आउँदा राम्रो हुन्थ्यो। अहिले चाहिँ धेरै डिफ्रेन्ट भएछ, देख्न सक्नुहुन्छ।